ल गाइज म चाहिँ यो के अरे छिप्पिएको लस सजिम चाहिँ यसरी केलाउँछु है। हजुरहरू कसरी केलाउनुहुन्छ हेर्नु होला। मेरो चाहिँ यो अलिक बढी नै छिप्पिएको छ, दाना भइसकेको छ। खासमा चाहिँ सजिम खाने चाहिँ यो हरे क्या दाना नै। यो अब यो राम्रै रहेछ, भित्र फुटाएर हेरेपछि चाहिँ कुनै अब किराहरू छ भने पनि देखिहाल्छ। यसमा छैन किरा भएको दाना। यसरी भित्रको मात्रै आयो। यसरी स्टाइल रहेछ जति भए पनि यो भित्रको लौका जस्तै हुन्छ। यो चाहिँ बुढाबुढीले पनि खान दाँत नहुनेले पनि बुढाबुढीले पनि खान सक्नुहुन्छ। अब मलाई चाहिँ